मिसिनी हाल्यो भने यहाँतिरबाट होइन हाल्यो भने बहिनी बरु त्यहाँ बस्नै नपर्ने किन बस्यो होला मैले त्यही भनेको यता पछाडि बसेर ल गाइज दुम्की बासमा चाहिँ पुरै हैन खोला बाटो तर्दा तर्दै बाढी आएर चाहिँ पुरै तनाव छ है। यहाँ चाहिँ यस्तो अवस्था छ। मान्छेहरू 2-3 जना चाहिँ हम्फतालेर आए हैन। अब कोही कता गए 4-5 जना को हम्फताले थियो कुनी अब कता कता पुग्यो थाहा पनि छैन। पानी हैन यस्तो आइरहेछ बाढी। बस भन्दै पनि बस ल्याइदियो के बाढी आउँदैछ भन्दै पनि बस लत्ते आएर बाढी आइ त गयो फसी त गयो फसेपछि बाढी अनि पुरै बढी त गयो। भित्र बस्नुस् न तपाईहरु भित्र बस्नुस् केही हुन्न भित्र बस्नु केही हुन्न केही बस्नुस् केही हुन्न है केही हुन्न त्यहाँ ढोका लाएर बस्नुस् के त्यही भित्र बस्नु केही हुन्न अड्के छ त्यहाँ केही हुन्न। म आउन लाग्न सकेन के म यही कम्मर डोरी पारेर बसिरहेको छु म यही छु के यही बस बगाउँदैन भन्नु न नड्रफ गाडी बग्दैन के गाडी अड्केर बसेको छ नड्रफ चाहिँ हुन्न पानी घटिसकेको छ के दाइ 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 अलि यता आउनु दाइ अलि यता बस्नु यता उयो पनि झर्न लाग्छ यही हुन्न नड्रफ म छु के भित्र जानु अनि त भित्र ओ दिदीहरु भित्र बस्नुस् के भित्र केही हुन्न बस्नुस् नजाने यो गइसक्यो अगाडिको होला घटिरहेको छ भित्र जानु आइसकेछ जेसीबी आउँदैछ के यहाँ भित्र जानु के ओ दिदी भित्र सिटमा बस्नु न सिटमा गएर बस्नु केही हुन्न सिटमा बस्नुस् सिटमा केही हुन्न कराउँदा सुकिसक्यो उतापट्टिको भित्र पछाडिको सिसा फोडिदिनु पर्छ ए केही हुन्न पानी घट्दैछ भित्र जानु भने त बस बगाउनु यहाँ भित्र जानु ओ बहिनी भित्र जानु के पानी घट्दैछ पानी कान